सबैजनालाई नमस्कार। आजको टपिक चाहिँ रहेको छ कसरी नलेज हुब नेपालमा जोइन हुने भनेर। सबसे पहिला तपाईहरु गुगलमा जानुपर्ने हुन्छ। गुगलमा गएपछि नलेज हुब नेपाललाई सर्च गर्नुपर्ने हुन्छ। यो वेबसाइटमा क्लिक गर्नुपर्ने हुन्छ। यो वेबसाइटमा क्लिक गरेर चाहिँ यहाँनेरि दिएको छ चारवटा प्याकेज। एउटा स्टार्टर प्याकेज रहेको छ, अर्को क्रिएटर प्याकेज रहेको छ, अर्को रहेको छ प्राइम प्याकेज र मास्टर प्याकेज। तपाईहरुलाई अब जस्तै मैले एउटा स्टार्टर प्याकेज युज गरे। यसलाई बाइ नाउमा क्लिक गर्नुपर्ने हुन्छ। यसलाई बाइ नाउ क्लिक गरिसकेपछि आफ्नो यहाँनेरि स्पोन्सर आइडी राख्नु होला। यो मेरो स्पोन्सर आइडी राखेपछि तपाईहरुलाई केही डिस्काउन्ट मिल्ने छ। अब यो राखेपछि तपाईहरु आफ्नो नाम, यहाँनेरि आफ्नो डेट अफ बर्थ राख्न सक्नुहुन्छ, यहाँ आफ्नो जीमेल एकाउन्ट राख्न सक्नुहुन्छ, यहाँ व्हाट्सएप नम्बर राख्नु होला। अनि यहाँनेरि आफ्नो सिटी कहाँ बस्नुहुन्छ तपाईहरु त्यहाँ राख्नु होला, चुज गर्नु होला। पासवर्ड 1 देखि 8 सम्म राख्नु होला हजुरहरुले। 3 4 5 6 7 8 सम्म, मुनिको पनि 8 सम्म राख्नु होला हजुरहरुले। यहाँनेरि प्लिज अर्डरमा जानु होला। अर्डरमा गइसकेपछि यहाँनेरि अर्डरमा जानु होला। मैले डिटेल्स लगाएको छैन र यस्तो देखाइरहेको छ। तपाईलाई म लाएर देखाउने छु एक्जाम्पलको लागि। दिनेश स्टे यो राखिदिए र मैले डेट अफ बर्थ सेट गरे र यहाँनेरि आफ्नो इमेल सेट गरे। एक्जाम्पलको लागि म यो जिमेललाई सर्च गरे। आफ्नो नम्बर राख्नु होला तपाईहरुले। एक्जाम्पलको लागि राख्दै मैले नम्बर। आफ्नो सिटी कहाँ बस्नुहुन्छ, एक्जाम्पलको लागि म झापा। र तपाईहरुले यहाँ प्लिज अर्डरमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ पे क्यूआर देखेको छ। पे क्यूआरमा गएर यहाँनेरि आफ्नो पेमेन्ट गरेको स्क्रिनशट हाल्नु होला र यहाँनेरि आफ्नो ट्रान्जेक्सन कोड हाल्नु होला र सेन्ड गर्नु होला। एक्जाम्पलको लागि मैले चाहिँ पेमेन्ट गरेको हाल्न गइरहेको छु। अगाडिको इन्टरफेस यस्तो आउनेछ हजुरहरुलाई। नलेज हुब नेपाल भनेर तपाईको सक्सेसफुल हुन्छ र यहाँ सपोर्टरहरुले काम गर्छ। आधी घण्टा जति तपाईहरुले पर्खिनु पर्ने हुन्छ र हजुरहरुको आइडी क्रिएट भइसक्छ। हजुरहरुलाई भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। हस्, थ्यांक यू।